हाय आउनुहोस् इन्जोय गर्नु यहाँ। फ्रेन्ड्स वेलकम टु माई च्यानल सवित्रा ब्लग्स। आज चाहिँ हामी आएको छौँ ल बगनबेलिया गार्डन, जो चाहिँ छ लोइन गार्डनदेखि थोरै अगाडि राङ्का रोडमा है, कालीखोलामा। यो चाहिँ म आएको छु। हामी चाहिँ यहाँ आएको छ आज पिकनिकको लागि। हेर्नुहोस् ल, राङ्का रोडमा हो ल बगनबेलिया गार्डन रिट्रिट। अब स्कुटी यहाँ राख्दैछु। पानी पर्नु स्टार्ट भयो। इट्स रेनिङ आउटसाइड। अब आज चाहिँ मेरो चाहिँ फर्स्ट टाइम है, फर्स्ट टाइम यो जग्गामा। यो चाहिँ फर्स्ट टाइम आएको म चाहिँ यो जग्गामा, फर्स्ट टाइम। नानीहरूको लागि रहेछ पार्किङ। यो जग्गामा चाहिँ यस्तो छ ला बगनबेलिया गार्डन। स्विमिङ पुल। औ साइले बगनबेलियाहरू पुरा रहेछ नि त। यो सिनेरियाहरू पनि रहेछ। बाहिर बिग्रिन्छ होला हौ, मजाले आइरहेको छ सिनेरियाहरू। स्विमिङ पुल, रिभर साइड, स्ट्रिम, योगा, मेडिटेसन पुल सबै रहेछ। अनि तपाईँलाई एक झलक सबै देखाउँछु ल। यो हामी चाहिँ यहाँनिर आज ल बगनबेलिया गार्डनमा आएको छौँ। यहाँ चाहिँ पिकनिक चलिरहेछ फिलहाल चाहिँ हाम्रो। यहाँ चाहिँ मुनिपट्टि गएपछि चाहिँ मेडिटेसन हलहरू यही होला हौ। वाउ, माछा छ यहाँनिर चाहिँ। त्यस्तै हार्ट सेपमा यो देख्न सक्नुहुन्छ, बनाएको चाहिँ पोन्ड। अनि यहाँबाट गइसकेपछि आउँदैछ फिलहाल यहाँबाट अब स्विमिङ पुल चाहिँ निकै तल। पानी सुकिसकेछ हौ। स्विमिङ पुलको फिलहाल चाहिँ अब स्विमिङ पुल चाहिँ छैन, अहिले पानी सुकेको छ। विन्टरमा को चाहिँ स्विमिङ गर्ने होइन, सो द्याट पानी पनि सुकाएको रहेछ। र पनि एक झलक तपाईँहरूलाई देखाउँदैछु ल नआउनेहरूको लागि। यहाँ चाहिँ अब छ स्विमिङ पुल है। यहाँ मुनि चाहिँ सबै यसको इन्स्ट्रक्सनहरू दिइरहेछ। यो चेन्जिङ रुमहरू, वासरुमहरू रहेछ। स्विमिङ पुल है यस्तो छ यहाँ चाहिँ। अनि यहाँबाट आइसकेपछि चाहिँ वेट फ्लो लेखिरहेछ होइन, एकदम ध्यान दिएर हिँड्नुपर्ने हुन्छ। अनि यहाँनिर यस्तोहरू बनाएको छ। वाउ, रेस्टुरेन्ट स्टाइलको बनाएको छ रहेछ। यो चाहिँ अब बसेर चेन्जिङ रुम, सावर रुम मुनि जानुपर्ने रहेछ। यो भिल्ला गार्डन रिट्रिटहरू के हो यहाँ यो जग्गामा छ। यहाँबाट गइसकेपछि चाहिँ स्विमिङ पुलहरू यहाँबाट पनि देख्छ है। यहाँ पनि अब यसरी यहीँ क्यापेसिटी पिकनिक खाने फ्यामिली पिकनिकहरू के को लागि हुन्छ होला। यस्तो रहेछ। बगनबेलिया गार्डन त्यसै भनेको होइन, सर बगनबेलिया पनि पुरा रहेछ नि त यता। यहाँबाट फर्किँदैछौँ। यहाँबाट फर्केर माथि
के छ फेरि देखाउने छु तपाईँलाई ल। अहिले चाहिँ दुईजना हामी यो उकालोमा स्यास्या भयो कुद्ने हुँदाखेरि दम बढ्यो। अहिले चाहिँ अब हामी बियर खाँदैछ। केन बियर चाहिँ मैले खोल्नु जानिनँ, सरम लाग्यो, बिगारेँ हो। खानु नजाने जस्तो भयो, नर्भस भएर केन बियर त उल्टा खोलेछु हो। ल्याउ त त्यो उल्टा खोलेर बिगारी पठाएछु नि हो। अब कसरी यो फोकले खोल्नुपर्छ अब। फुल्लै फुल मजाको है। नि फिस रहेछ यो 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 के हो? चिकन। ए चिकन ललिपप खाए ल गाइस। खाए ल गाइस, खाए ल। हामी चाहिँ गेस्ट है आज त। दिदीले पपकर्न ल्याइदिनु भएको छ, धन्यवाद। भोलि चाहिँ बिहामा सघाउँछ भन्नु पनि भएन होला। तिमीमा छैन दिदी न अघि खान्छ खाउन भनेको यो तिमीले पनि खान्छ नि पठाएर आएको। चीज बल, फ्रेंच फ्राई, कोन, चिकन लॉलीपॉप, कोन। जेनीको बर्थडे है आज। जेनीको बर्थडेमा आएको है हामी। अस्ति ट्रिट राम्रो दिनु पाएन आन्टी भन्नुभयो, अनि आज चाहिँ उसको बर्थडे ट्रिट डे गरे हामीलाई। आन्टी घरमा त हामी जयमसी क्रिस्चियनले हामीले खाँदैन ड्रिङ्क्सहरू हो, अन्त भनेर चाहिँ ड्रिङ्क्स खाँदैन भनेर चाहिँ आज हामीले ट्रिट दिएको ल जेनिफरले। थ्याङ्क यू जेनिफर फर यर वन्डरफुल ट्रिट। हामी चाहिँ यस्तो खान्छौँ भनेर आज बाहिरले चाहिँ हामी चाहिँ यस्तो खान्छ नि त। हामी चाहिँ अब हिन्दू हो नि त होइन, यस्तो खान्छ नि त। अब उनीहरूले खाँदैन, घरमा चलाउँदैन हो। उसको बर्थडेको ट्रिट यहाँ, उसको बर्थडे गरिदिने हो है। यहाँदेखि तल आइसकेपछि चाहिँ अब टर्की एन्ड डक हाँस रहेछ यहाँनिर। यहाँ पनि पानी आउँदो रहेछ। जेनी हामी चाहिँ खाएको तिमी चाहिँ मोबाइल हेरिबस्छ।
नाचेको सब निस्क्यो थाके पुरा फाइनली अब चाहिँ हामी गएको